हेर्न आज म सङ्गीतमा कसरी स्वर खोल्ने होइन सङ्गीतमा चाहिँ कसरी चाहिँ टोन ल्याउने भनिकन चाहिँ म आज तपाईँहरूलाई सिकाउने सर्वप्रथम तपाईँहरूले चाहिँ होइन गीत सिक्नको लागि अथवा स्वर खोल्नको लागि चाहिँ तपाईँहरूले शब्द सारेगामा गाउनु पर्दछ म तपाईँहरूलाई अलिकति सुनाउँदछु तपाईँहरूले यो चाहिँ घरमा प्र्याक्टिस गर्न सक्नुहुन्छ बिहान बिहान यो चाहिँ यस प्रकारको रहेको छ है अब हामी सिधै बाजा बजाएर हामी गिटारमा गाउनेछौँ तपाईँहरू चिन्ता नगर्नु तपाईँहरू सही ठाउँमा आउनुभएको सङ्गीत सिक्नको लागि चाहिँ नेपालको टप नम्बरमा म पर्छु है तपाईँहरूलाई 3 दिनमा धेरै टाइम होइन 3 दिनमा म तपाईँहरूलाई यहाँबाट टप त भन्दिनँ तर मभन्दा मुनिकै लेभलमा पठाइदिन्छु तपाईँहरूलाई सङ्गीतकार बनाएर अब चाहिँ हामी अब एकदम गहिराइमा पुरै फेदमा जानेछौँ है अघि चाहिँ हामी के सिक्यौँ टुप्पा मात्र अलिकति थोरै मात्र सिक्यौँ अब चाहिँ हामी गहिराइमा जानेछौँ फिल होइन आहार सिम्लेर एकदम फिलमा गाउनेछौँ बुझ्नुभयो नि एकदम फिलमा गीतलाई बुझौँ ओके आफ्नो आँखा बन्द गर्नुहोस् पहिला अनि त्यसपछि लामो सास तान्नु अब गरौँ सा 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 रे 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 गा 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 मा 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 सा